मान्य सदस्यहरू, मध्य प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सर्वप्रथम मान्य प्रदेश प्रमुखबाट मध्य प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्रको बेहोरा म पढेर सुनाउँछु। मध्य प्रदेश सरकार मन्त्री परिषदको मिति 2081-2-13 गतेको बैठकबाट मध्य प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरूप नेपालको संविधानको धारा 183 को उपधारा 1 बमोजिम सम्बत 2081-2-21 गते सोमबार दिनको 2 बजे मध्य प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको छु। 2081-2-14 गते सुमित्रा देवी भण्डारी, प्रदेश प्रमुख। मान्य सदस्यहरू, अब म लोकतन्त्र संहिता र प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न 1 मिनट उठेर मौन धारण गरौँ। धन्यवाद। मान्य सदस्यहरू, हाम्रो केही कुरा छ। एकछिन मान्यजी, अहिले केही विषयवस्तु छँदैछन्, त्यस पछाडि गर्नुहोला। राख्ने विषयवस्तुहरू एकछिन पछाडि। हाम्रो हिजो बैठकैबाट जुन निर्णय भयो मानिजी, त्यसै अनुरूप अब प्रदेश सभाको जुन प्रदेश प्रमुखबाट आएको पत्रपछि कार्य सञ्चालन नहोस् भन्ने कुरा हाम्रो छ। र जनमत पार्टी विगतदेखि जुन तरिकाले कृषि विश्वविद्यालय घटनाप्रति जुन छानबिन समितिको माग गरेको थियो, त्यो माग अहिलेसम्म सम्बोधन नभएको कारण अब प्रदेश सभालाई स्थगित गर्न पनि हाम्रो माग रहेको छ। अहिले पत्रहरू पढ्न बाँकी नै छ, त्यस पछाडि चाहिँ तपाईहरूको विषयवस्तु आउला। अहिले तत्काल पत्र पढियोस् नि। मान्य सदस्यहरू, मध्य प्रदेश सभाको तेस्रो अधिवेशनको प्रथम बैठकमा पाल्नुभएका मान्य सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु। मान्य सदस्यहरू, मान्य प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम कार्य जिम्मेवारी र कार्य विभाजन सहित मन्त्री परिषद पुनर्गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएका पत्रहरू पढेर सुनाउँछु। श्री मध्य प्रदेश सभा सचिवालय, मध्य प्रदेश जनकपुर धाम, मन्त्री परिषदको पुनर्गठन सम्बन्धमा मध्य प्रदेशका मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवज्यूको सिफारिसमा मध्य प्रदेशका मान्य प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीज्यूले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मिति 2081-01-6 गते देहा अनुसारको कार्य जिम्मेवारी र कार्य विभाजन सहित मन्त्री परिषद पुनर्गठन गर्नुभएको बेहोरा जानकारीको लागि सादर अनुरोध छ। 1. मान्य सरोज कुमार यादव मुख्यमन्त्री
मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय, वन तथा वातावरण मंत्रालय, श्रम तथा यातायात मंत्रालय। लास्ट वाला दिए ना, लास्ट वाला, लास्ट होके छोटी। बरू चाहिए, ये तो पुराना है। आका पत्रहरू चाहिँ पढेर सुनाउँदैछु। माननीय सरोज कुमार यादव मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय, वन तथा वातावरण मंत्रालय, श्रम तथा यातायात मंत्रालय। माननीय सरोज कुमार यादव मंत्री भौतिक पूर्वाधार विकास मंत्रालय। माननीय भरत प्रसाद शाह मंत्री बिना विभागीय। माननीय संजय कुमार यादव मंत्री अर्थ मंत्रालय। माननीय गोविंद बहादुर नौपाने मंत्री भूमि व्यवस्था कृषि तथा सहकारी मंत्रालय। माननीय सुरीता कुमारी शाह मंत्री खेलकूद तथा समाज कल्याण मंत्रालय। माननीय राजकुमार लेखी मंत्री गृह संचार तथा कानून मंत्रालय। माननीय सिंहासन शाह कलवार मंत्री ऊर्जा सिंचाई तथा खाने पानी मंत्रालय। माननीय शत्रुघ्न सिंह मंत्री स्वास्थ्य तथा जनसंख्या मंत्रालय। माननीय युवराज भट्टराई मंत्री उद्योग वाणिज्य तथा पर्यटन मंत्रालय। माननीय बेची लुंगेली मंत्री बिना विभागीय। माननीय प्रमोद कुमार जायसवाल मंत्री शिक्षा तथा संस्कृति मंत्रालय। माननीय शेख अब्दुल कलाम आजाद राज्य मंत्री ऊर्जा सिंचाई तथा खाने पानी मंत्रालय। माननीय केशव राय राज्य मंत्री स्वास्थ्य तथा जनसंख्या मंत्रालय। माननीय शारदा देवी थापा राज्य मंत्री गृह संचार तथा कानून मंत्रालय। प्रदेश प्रमुख को कार्यालय चनम 129 मिति 2081-1-31 को प्राप्त पत्र में नेपाल को संविधान को धारा 168 को उपधारा 2 बमोजिम गठन भएको मध्य प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीहरूले दिएको समर्थन मिति 2081-1-30 गतेबाट समर्थन फिर्ता लिएको बेहोरा जानकारीको लागि सादर अनुरोध छ। मिति 2081-1-31 को मंत्री परिषद पुनर्गठन संबंधी पत्र। श्री मध्य प्रदेश सभा सचिवालय, मध्य प्रदेश जनकपुर धाम, मंत्री परिषद पुनर्गठन संबंधमा मध्य प्रदेश का माननीय मुख्यमंत्री श्री सरोज कुमार यादव जी को सिफारिश में मध्य प्रदेश का माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भंडारी ज्यूले नेपाल को संविधान को धारा 168 को उपधारा 9 बमोजिम मिति 2081-1-30 गते देहाय अनुसार को कार्य जिम्मेवारी र कार्य विभाजन सहित मंत्री परिषद पुनर्गठन गर्नुभएको बेहोरा जानकारी को लागि सादर अनुरोध छ। माननीय सरोज कुमार यादव मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय, भौतिक पूर्वाधार विकास मंत्रालय, वन तथा वातावरण मंत्रालय, गृह संचार तथा कानून मंत्रालय, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, उद्योग वाणिज्य तथा पर्यटन मंत्रालय, शिक्षा तथा संस्कृति मंत्रालय। माननीय संजय कुमार यादव मंत्री अर्थ मंत्रालय। माननीय गोविंद बहादुर नौपाने मंत्री भूमि व्यवस्था कृषि तथा सहकारी मंत्रालय। माननीय सुरीता कुमारी शाह मंत्री खेलकूद तथा समाज कल्याण मंत्रालय। माननीय सिंहासन शाह कलवार मंत्री ऊर्जा सिंचाई तथा खाने पानी मंत्रालय। माननीय बेची लुंगेली मंत्री श्रम तथा यातायात मंत्रालय। माननीय शेख अब्दुल कलाम आजाद राज्य मंत्री ऊर्जा सिंचाई तथा खाने पानी मंत्रालय। मान्य सदस्यहरू, तेस्रो अधिवेशनको प्रारम्भको क्रममा दलका नेता
मान्य सभामुख महोदय, विगत कैयन बैठकमा जनमत पार्टीले कृषि विश्वविद्यालय घटनाप्रति छानबिनको माग राख्दै आइरहेको छ र त्यो मागलाई सरकारले विभिन्न बहानामा नजरअन्दाज गर्दै आएको प्रति हाम्रो ध्यान आकर्षण छ र यो तेस्रो अधिवेशनमा यो अधिवेशनहरूलाई अवरुद्ध नगर्न चाहँदै पनि सरकारले बदनियतपूर्वक हामीलाई यो हाउसमा जुन तरिकाले विरोध गर्ने वातावरणहरू सृजना गर्छ, यो प्रकृतिलाई कसरी रोक्न सकिन्छ, यसमा तुरन्तै अविलम्ब यो घटना छानबिनको लागि अविलम्ब छानबिन समिति बनियोस्, हाम्रो जोरदार माग रहेको छ। धन्यवाद। बस्नुहोस् मान्यज्यू, अब आज तेस्रो अधिवेशनको सुरुवातकै दिन हो, त्यसकारण बस्नुहोस् मान्यज्यू। माननीय सभामुख महोदय, छानबिन समिति प्रक्रिया अगाडि बढाएपछि सदन सञ्चालन गर्दा उचित होला जस्तो लाग्छ, तसर्थ यो बस्ने कुरी भएन अहिलेको अवस्थामा। ठिक छ मान्यज्यूहरू, 10 मिनटको लागि यो बैठक यहीँ स्थगित हुन्छ।